स्वर्गीय गोविन्द बहादुर श्रेष्ठको कान्छो छोरा प्रेम बहादुर श्रेष्ठको वार्षिक श्राद्धको तिथि मिति 2083 साल साउन 23 गते बनाउने अनि कच्चाकोले यो कार्य सुरु भइरहेको छ। के हुँदैछ भनेर हेर्दै हुनुहुन्छ होला। गणेश मणिमुख ढकाल ज्यूबाट कथा वाचन 2 दिनको हुनेछ र 25 गते यो कार्य सम्पन्न हुनेछ। त्रियुगा शान्तिधाममा बटुकरा लिन हामी आइपुग्यौँ। जम एक घन्टा तपाईँको यो चाहिँ दोस्रो लटको भिडियो है, कच्चा ओलामा लगाउनलाई। दाजुभाइहरूले चेलीबेटी सबैजनाले चाहिँ हेरिराख्नु भएको छ नि आज गाईघरमा के हुँदैछ भनेर। यहाँ चाहिँ रोटी बेल्दै हुनुहुन्छ भाउजूले, तातो सेलरोटी। पुरीको यहाँ भित्र पुरी तयारी भइरहेको छ, लु हेर्नु होला। तपाईँहरू नआउनु भयो भने आफ्नो ठाउँमा बसेर आज गाईघाटमा होइन वार्षिक के हुँदैछ भन्ने चाहिँ हेर्नु होला यहाँदेखि। उनीलाई पनि टिका ट्याक्स पारिदिनु न। भएन ल सक्यो ल स्पेशली फोटो
धेरै आफ्नो तल बस्नु न हामी त्यो ओभन 40 किलो भनेछ है अङ्कलले अब त बाहिर कसरी भेट्नु यताबाट खिच्नु पर्छ कसरी भेट्नु र देखा यहाँ अटिन्थ्यो कि यहाँ चाहिँ यो त खाने कुरा हो आफ्नै बहिनीकै फोटोमा क्लियर दिदी र नानी मेरो कहाँ मेरो किताब ल आजले बोकाउने के यस्ता काम गरिन्छ यहाँ घर अरे किताब यहाँ अहिले त ठिकै छैन घरै आउँदा अर्कोलाई बोका जानु जानु तपाईँ एकदम पाइ साइकल गर्दै जानुहुन्छ ठुलो काँक्रो नहिनी सानो काँक्री हेरेर हुन्छ उताबाट आउँदै चाहिँ लाइनु हो कि ल जाउँ जाउँ त्यो रोक्ने कुरै होइन नि यहाँ एक एक लाइनमा बनाएर हिँड्नु भन्दै छ आउँदैछ है आउँदैछ फोटो आउँदैछ फोन गरेको थियो यो भयो ल पानी हाल्दा भयो
दसिन्छ नआउनै हो र हाल्न मिल्छ त्यसले होइन बोरामा कोही पोख्छ त चल्छ आज चाहिँ कथावाचन सुरु भएको छ श्रद्धेय पण्डित गणेश उपमन्यु ढकालज्यूबाट र आज र भोलि कार्यक्रम समापन हुन्छ जलै सुते जलै सुते अभि यो मेरोबाट कनेक्सन नगर्दा नि भन्ने छ कि भिडियो बनायो भने उडिहाल्छ तपाईँको हजुर हामी जाँदैछौँ पनि है यता यता किन ज्वाइनले कति जान्छ नाथ नारायण अनंत वैकुंठ भक्त गोविंद दामोदर भगवान
सर्वविष्टप्रदर्शलक्ष्मी नवोदशासकलयोगगुणाविदर्वे ज्ञानप्रतिबलमतन्भवनन्तसुता अतो नणाङ्गिमसपदजयक्रीडा अजानासनमदानां शिवानाम कृष्णमभिष्टाय क्रीडयतवेदैवतेन भगवान विष्णु को शीर्षक देकर पूजा करें ओम कृष्णवे नमः ललाट पूजा भगवान विष्णु को ललाट को सिर में पूजा करें ओम ललाट पूजयामि अवतीर्ण कर्म कारणं शिक्षाम सुप्रसन्नावरा अवत विष्णु नमः को प्रधान पूजा करें ओम कलवान शेषाय कृष्ण नमः पूजा अब दोस्रो पति हरि ओम सहस्रम पापम सहस्राक्ष सहस्रपादः सन्निवेदं सर्वस्य दूरे मेघनदानम पुरुषावी वेदं सर्वं कान छोलेर एउटा माइता ती एक ठाउँ मात्रै बाहिर घुमाइसो अनि पो ठिक्क हुन्छ अब सबै बालेपछि हुरहुर भयो ल हिँड्नु दाजु प्रभु जय जगदीश हरि शांति प्रदायक शरण 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 प्रभु भव भयहारी ओम जय जगदीश हरि ओम जय जगदीश हरि सौम्यम सुर संताको अभिनव भारत जहाँ जन्म भये प्रभु मात्रे मगन ओम जय जगदीश हरि प्रेम सहित शुभारत जसले नित्य करो प्रभु जसले नित्य करो दिन दिन निर्मल बंदे प्रतिदिन पावन बंदे जो भव सिंधु करो ओम जय जगदीश हरे प्रभु जय जगदीश हरे प्रभु का चरण उपासक हरि का चरण उपासक कति कति पार करो ओम जय जगदीश हरे भगवते वासुदेवाय ओम 4 पटक घुटवाला हाथ अपना
आरतीलाई राखिदिनु होला अनि त्यस पछाडि कुनै पनि 4 पटक मात्रै भन्ने होला राखेर भगवानको चरित्रमा देव 84 जोडीमा नाचिरहनु पर्छ Krishna,
केशव राधे कृष्ण गोविंद गोपाल राधे माधव राधे कृष्ण गोविंद गोपाल राधे माधव गोविंद राधे माधव कृष्ण गोविंद गोपाल राधे माधव। आरंभ दर्शयामि श्रीमद्भागवत महापुराण पुरुषोत्तमाय नमः। जल छकिदन संगमते स्थितं ते जलनादन संगमते स्थितं ते प्रावतं कसो करियं गलग्नपनिश्चानां सर्वपापपापो हतो जाते वेदपदार्थाः देवनामालाजन हृदयः सकसमवत्राणां जननीं पापहरिवः आत्मा हरो कृष्ण वृन्दावनको पुष्पाञ्जलि तमाय नमः। लक्ष्मीनारायणाभ्यां नमः सर्वेभ्यो देवेभ्यो नमो नमः। चढ़ागिनोला इमानि पुष्पाणि मनोहराणि सुरासुराणामभिनेत्रम्। कश्यप गोत्र का कुलदेवता को कश्यप गोत्र का संपूर्ण ज्ञातज्ञ पितृहरु को दैवी सनातन धर्म को श्रीमद् भागवत महापुराण को प्रथम द्वितीय तृतीय दिवस को संपूर्ण उपस्थित भक्तजनहरू को राधे श्याम। प्रथम द्वितीय और तृतीय दिवसीय पितृशुल्क श्रीमद् भागवत महापुराण जुन हामी स्वागत गर्दै उहाँको आयोजनामा तथा हामी भेट भएर यो श्रीमद् भागवत महापुराण किताबको बानी श्रवण गर्यौं र धन्यवाद साधुवाद टक्राउन चाहन्छु। उपस्थित मान्यवर भागवत संक्षिप्त सार छोटो समय छ, यो छोटो समयमा संक्षिप्त सार श्रवण गर्ने जुन कथा 335 अध्याय लिप्त भएको यो श्रीमद् भागवत महापुराण 7 दिन लगाएर श्रवण गर्ने पुराण 7 दिनमा पनि सकिँदैन अरे यो अथाह ग्रन्थ अवसान रूपी ग्रन्थ श्रीमद् भागवत महापुराण 4 महिना सुन्दा चाहिँ सकिन्छ। चतुर्मास ज्ञान लागेको र यो श्रीमद् भागवत 7 दिन पनि छोटो भएको थियो अरे सुखदेव स्वामीलाई अनि परीक्षित मागा भने तपाईँ उहाँलाई त छोटो समय भएको थियो तपाईँ हामीलाई के दर्शन र यो संक्षिप्त सार 335 अध्याय यो पहिलो अध्यायमा भक्ति नारदको यो पृथ्वीलाई 3 भागमा विभाजन गरेका पृथ्वीराज पृथ्वी खेती योग्य जमिनलाई खेती हुने दिन गर्दछ त्यसलाई चढाउनु होला मालपुवा पकाएर चढाउनु होला त्यो पनि चढाउने चलनै छ। त्यस कारणले आएका अतिथिलाई सत्कार गर्ने कमै कमै गर्दा असर हुन्छ र मान्छेहरू माग्छ। त्यस कारणले यसभित्र अब यसमा विस्तारित क्रमशः घरसल्लाह गरेर परिवारहरू सोध्नु होला। यहाँ मैले कथा भन्ने बित्तिकै यसो भनौँ म त छोडिदिन्छु भनेर घर अनि जब विभिन्न प्रकारका रोग श्रीमान योगिता समीरण सहस्रदर सरद सरदर्शन हम सिद्धि साधन
बोल्नुपर्छ हजुरलाई ल एकदम पक्का। लु नि त यता चप्पल खोल्न कहाँ मान्छे पनि दौडिरहेको छ